सबै प्यारे मित्रहरूलाई प्रणाम। परम गुरु भगवान श्री ओशो भन्नुहुन्छ, जीवनमा समस्या अनेक छन्, समाधान एउटै छ, त्यो हो ध्यान। आजको व्यस्त जीवनमा मानिसको सबभन्दा ठुलो समस्या हो अनिन्द्रा। अनिन्द्राको खास कारण हो विभिन्न कारणले हुने पीर, चिन्ता, सन्ताप, दुःख तथा अशान्ति। यो समस्या शरीरको होइन, मनको हो, विचारको हो। समस्याको जड मनमा छ, तर बिमारी जस्तो अनिन्द्रा, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्म, माइग्रेन, ब्लड प्रेसर, सुगरदेखि पाइल्ससम्म अनेक रूपमा देखा पर्दछन्। के यसको उपचार शरीरमा गरेर अथवा डाक्टरसँग गरेर हुन्छ त? कदापि हुँदैन, किनकि समस्या जहाँ छ उपचार त्यहीँ गर्नु पर्दछ। त्यसो भए मनको अनिन्द्राको उपचार के हो त? ज्ञानी, ध्यानी, अनुभवी गुरुहरूको सानिध्यमा बसेर ध्यान गर्ने, साधना गर्ने। त्यसैले आउनुहोस्, ओशोधारा सङ्घ नेपालको विभिन्न तलको आध्यात्मिक कार्यक्रमहरूमा सहभागी बनौँ। जीवनलाई अझ अमूल्य बनाउनको लागि आउनुहोस्, आफ्नो जीवनको केही समयलाई छुट्याउनुहोस्। ओशोधारा सङ्घ नेपालको रजनीश कैलाश, हिमालय धाम, दक्षिणकाली, काठमाडौँ। सम्पर्क नम्बरहरू 98 513 0016, 98 484 61 739, 98 41 38 77 59, 98 511 42 523, 97 674 83 796। धन्यवाद।